जमसिङ गाउँमा चाहिँ एउटा घरमा चाहिँ छोप्ने काम नै बोलाउने भन्दाखेरि घरमा तर्साउने हुँदाखेरि आज हामी उपचारको क्रममा अगाडि बढिरहेका छौँ। आज त्यस घरमा चाहिँ दशग्रहदेखि खाएर भुतसुत हटाउन लिएर जिन्दगी मान्छेजनाको लागि चाहिँ हामी हिँडिरहेका छौँ गाइज। कल कल झरना सुर सुर मेरो फेसबुक ब्लग भिडियोमा चाहिँ हेर्नु होला। यो जमसिङ गाउँको बाटो यस्तो छ कि बाटो धन्य धन्य छ यो मेरी सम्झिले हाम्रो उत्तराखण्ड सम्झे रुम्बा सम्झे कुनी सुशील तामाङ सम्झिले चाहिँ लड्यो भन्दाखेरि छ्याक्सिँदैन सम्झे हाम्रो ठिकै छ। यतिसम्म नि हामी नहोला।